तिनजना यहाँ युथ साथीहरूको अलिकति गुनासो रहेको कुराहरू यहाँहरूले भन्नुहुँदैछ। हजुर, मङ्गल पञ्चायत कहाँ छ कि है भेट्नु पर्ने छ। हजुर, किन होला भेट्नु पर्ने छ। भन्नुहोस् तपाईँ। कारण किन हिजो पैसा आयो अरे मैले सुनेको मात्रै, तर पैसा आएको छ है। अब गोजीमा लगाएको छ, हामीले दिनुपर्छ। हामी त डेरा उठाउने पो डेरा किन उठाउनु? टाउको बेचेर चाहिँ उसले खानु पाउँदैन। पैसा देऊ, झट्टै बोलाऊ, छिटो बोलाऊ। मङ्गल पञ्चायतले बोलाऊ। पैसा यहाँ हुनु पर्यो। वार्डको चाहिँ 20,000 पैसा छ अरे, तर त्यो पैसा कहाँ छ? यो पनि कुरा सकेर नि गन्ती गरे माथि सीएम साहबकोबाट लिएको पनि खोजिन्छ। पैसा लाऊ नगाला केमरुङ हामी चाहिँ मूर्ति हो, पत्कार हो। हामी चाहिँ हामी मूर्ति हो, हामी बोल्नु हुँदैन। छिटो माला पार्टीको मान्छे हो, अन्त पार्टीको दाजुले आज चाहिँ हामीले चाहिँ किन कम्युनल गर्यो? एसआर दाजुले जे गोर्खामा जाउँ, प्रेसिडेन्ट बिहानै नाति गोर्खाको झन्डा रोप्ने, गोर्खामा जाउँ। तोपुङमा त छाताइजुलाई नै टिपेर जाँदै थियो, तर त्यसको बोर्ड छैन। एसकेएम गोर्खा चिठी एसडिएफ त 2-3 घरमा। अब चाहिँ म चाहिँ मङ्गल सरले तिम्रो साँच्चै नभेटस् त गोर्खाको झन्डा भेट्छ। मङ्गल सरले चाहिँ हामीले चाहिँ दुनियाँले कम्युनल गर्छ भने हाम्रो तिम्रङमा चाहिँ हामीले पार्टी राख्यौँ। लो, हामीले पार्टी राख्यौँ है, हाम्रोमा हामीले डेरा चुना गरेर हामीले तोपुङमा मेरो हामीले राख्यौँ। तर हामीले कति दुःख गरेको छौँ। तोपुङले मात्रै भोट दिँदाखेरि जित्छ। अझै 10जना युथको पैसा रिसिभ गरेको छ उहाँले। त्यो पैसा चाहिँ कहाँ छ? दिनु पर्यो नि पैसा त। 10-15 जना मान्छे आयो भन्दैमा होइन उठाउने नि भीम दाजु। हामी त कहाँ, हामी मान्दैन। तपाईँ मान्नुहुन्छ होला, तर म मान्दिनँ। किनभने चाहिँ दुःख गर्ने हामी आज बेलुकासम्म हिँड्नुपर्छ है। त्यो डेरा चुना चाहिँ आजु दाजुले भनेको छ ध्यान उठाउनु भन्ने थियो कि हामी युथको पैसा खाएको छ तिनीहरूले। फाटोस् कि टुटोस् कि त्यहीँ बसोस्, वही बसोस्, तर पैसा हुनु पर्यो। किनभने यिनीहरूले हाम्रो टाउको बेचेर, हाम्रो गाँदान बेचेर चाहिँ हाम्रो के त्यो त्यसो उयो गर्ने? अरे यिनीहरूले हाम्रो अर्गनाइजेसन गर्ने हाम्रो मान्छे थियो। हाम्रो गर्दन सकिएको छ नि भीम दाजु। 10 जनाको नाम पनि लिस्ट दिएको छ। गर्दन बेचिसक्यो। म त मान्दिनँ त। हामीले त भनोस् न, यसो त प्रेसिडेन्ट पनि गएर माथि